guys, welcome back everyone after so many long time. हामी चाहिँ आज 5 पोखरी जाँदैछौँ। धेरै दिनपछि भ्लग गर्दैछु होइन। साथीहरूले उता कुदिरहेको छ। सो आजको चाहिँ एकदमै रमाइलो हुनेवाला छ। चाहिँ 3 दिनको छ है प्लानिङ चाहिँ। ओके, see you on the road. ओके ल म चाहिँ यहाँ छु होइन। हाम्रो अब आज जर्नी सुरु भएको छ दर्शन पवाबाट। 7 बजी हिँडेको होइन हामी, 8 बजेर 17-18 मिनट गएको छ। यो चाहिँ अखिलेश, उहाँको नाम आशिष, सुहान अनि उज्जवल। म त उज्जवल द मेन क्यारेक्टर हो। अब यहाँ खाजा खाइयो, दर्शन पवामै छौँ। यहाँ हाम्रो दाइहरू हुनुहुन्छ, एकजना भित्र पैसा तिर्दैछ, अर्को सुहान भाइ कहाँ गएछ? अब चाहिँ टक्कै यहाँबाट हामी निस्किन्छौँ होइन। यहाँबाट पहिला मिलन्ची, अहिले चाहिँ ठ्याक्कै 8:30 जति भएको छ। चिम्टीमा सायद 11-12 बजीतिर पुगिन्छ होला। पुरा पैसा तिरेर आइरहेको छ एकजना। 2 hours later. हामी चाहिँ मिलन्ची आइपुग्यौँ बल्ल बल्ल। बाइकमा चाहिँ हल्का प्रब्लम आइरहेछ। ब्याट्री डाउन भयो भने प्रब्लम स्टार्ट भइरहेको छैन। पैसा निकालियो 5000। अब यहाँबाट हामी चिम्टीतिर लाग्छौँ, आधी घन्टातिर लाग्मा पुग्छ होला है। साथीहरू त्यहाँ छ। गाइस, बाई बाई टु चिम्टी। Eventually. हेलो, वेलकम टु आवर ब्लग। सुनिन्छ यार। हेर्न सक्नुहुन्छ बाटो। हामी यहाँ चिम्टीतिर जाँदैछौँ होइन। यहाँ चिम्टीको रोड खत्तम, लास्टै खत्तम। हामी चाहिँ एउटा जङ्गलमा पुगेका छौँ। हिँड्दा बाटो यस्तो अफरोड छ कि हात पुरा दुखिरहेछ। हामी चाहिँ अब यहाँ केटाहरूले चिया बनाएर ल्याएर छ। हामी चिया खाँदैछौँ, कालो चिया। चिनी हेरेन भन्दै साँच्चीकै अलिकति कमै रहेछ चिनी चाहिँ। चिया बनाउनु चाहिँ हुने हो है। एकदमै शान्त छ, जङ्गलका बिचमा छौँ हामी। यस्तो छ ल, जङ्गलका बिचमा बाटो अफरोड। हामी चाहिँ अलिकति माथि आइपुग्यौँ होइन। त्यहाँबाट टक्क लगाएर अब अझ 16-17 किलोमिटर बाँकी छ अझ बाइकमै। त्यहाँबाट माथि हिँड्ने। अब हामी यहाँ चिया खान्छौँ। चिया खाएर अनि त्यसपछि हामी हिँड्छौँ। अनि त्यसपछि अब चिम्टी पुगेर भेटौँ। हामी चाहिँ बल्ल बल्ल चिम्टी छिरेछौँ होइन। बाटो एकदमै अफरोड छ, स्कुटर लिएर त आँटै नगरे हुन्छ। एक ठाउँबाट चाहिँ हामीले अलिकति रङ टर्न लिएर जस्तो लाग्यो होइन। यहाँ नयाँ जुत्ता, नयाँ ट्र्याक, ज्याकेट, हात यस्तो भइसक्यो। हाम्रो केटाहरू अलिक पछाडि छन्। हामी चाहिँ झुलिङ्गे पुल त्यहाँ हेर्न सक्नुहुन्छ भ्यू। अलि माथि अझै यस्तो मजाले झर्ना झरिरहेको छ। गाइस, कस्तो देखिरहेको छु म एकदम। हाम्रो रियल स्ट्रगल त अझ स्टार्ट हुनै बाँकी छ। हाइट ट्रेकिङ स्टार्ट पनि भएको छैन होइन। यहाँ अलरेडी थ्रिल, बाइकको हालत खत्तम छ। ठङ आवाज आइरहेको थियो, के आएको हो त्यो। यसमा ल बाङ्गी पऱ्यो क्या? बाङ्गी थियो कि पर्यो? हाम्रो केटाहरू येलो बल्ल चिम्टी छिरे यार। बाइक राख्ने ठाउँमा आइयो। लु
बाइक राइड ठाउँमा आइपुग्यौँ। अब यहाँ खानासाना खाइन्छ। हामी चाहिँ खाना खाने ठाउँमा आइपुगेका छौँ। एकदम 4 घन्टा उता। धन्यवाद। ल म चाहिँ भिडियो बनाउँदै हो। यो राम्रो छ। अब हामी यहाँ खानासाना खान्छौँ। एकदम अर्ग्यानिक हो। खाना खाँदैछौँ केटाहरू। बल्ल बल्ल 1 घन्टाको पर्खाइपछि खाऊ खाऊ। तिमी आज भेजिटेरियन? बल्ल बल्ल खाइरहेको। ल हिट के हो त्यो त अचार चाहिँ। ल 2:25 स्टार्ट भएको छ। हामी हिँड्न स्टार्ट गऱ्यौँ है त। एकजना अगाडि पुगिसक्नु भयो। एकजना दोस्त पछाडि नै छ। आम्मा कस्तो लाग्यो कि पुरा छपिने गरी। अहिले चिसो भइसक्यो केटाहरूलाई। बिस्तारै हिँड्दै गर्छौँ। राजा अब हाम्रो लोकेसन आएको ठाउँमा हाम्रो भिडियो बन्छ। होइन त कस्तो लागिरहेको छ? खाना खायो झ्याप्पै सरक सर सर। अब 5 पोखरी जाने बाटो यता है यता। ल के हो थाक्यो अखिल? 15 मिनट पनि भएको छैन यार। जाऊ भर्खर लाइक 15 मिनट्स भयो हिँडेको। यो स्टपमा आयो है हामी। 5 पोखरी यता दुखाङ यता हिँड्दैछन्। हिँड्दैछु पसिना आइसक्यो अहिले नै। थाक्दैछु। के छ अरे? अब के आवाज आएको थियो? ओ गुड गुड भइरहेछ। ओ अहिले खुल्ला ठाउँ आइपुग्यौँ। ल टिकट काट्ने साथी टिकट काट्नु गएर। ल हामी खोलाको पुल आइपुग्यौँ। यपी 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 सानो खाले पुल छ। काम गर्ने खाले होममेड पुल। होममेड यत्र होममेड जङ्गलमेड पुल। जङ्गलमेड पुल। आहा 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 ल चक्लेट खाऊ चक्लेट हेरेर सुगरले चाहिँ पुस गर्छ नि। छ त स्निकर ल्यायो भने त बिर्सिस कि हिँडेर दिमाग पनि। स्निकर चक्लेट होइन हौ। मेरो पसिना हेर त गाइस कस्तो पसिना आइसक्यो। अलमोस्ट दाइ बिचरा अलि पछाडि हुनुहुन्छ आउँदै हुनुहुन्छ। उफ हाम्रो टार्गेट अब चोक्कर डाँडा चाहिँ नपुग्नु भयो। टुपी डाँडातिर गएर बस्नुपर्ने स्थिति हुन्छ। त्यहाँ गएर बसिसकेपछि भोलि बिहान अनि अहिले भर्खर 4 त बज्न आँट्यो। 4 बज्न आँट्यो। अहिले टुपी डाँडा पुग्यो। अब के आधी घन्टा पुगिहाल्छ। आयो होइन पुग्दैन राजा पुग्दैन। पानी पर्ला ओहो कालो बादल हेर त। पानी पऱ्यो भने चाहिँ अरूभन्दा अलिकति बिजोक हुन्छ। के भिजेको झन् मजा आउँछ हिँड्नुपर्छ। मजा त आउँछ। अनि बाटोमा कसरी हिँड्छस् त? ल फाइनल टुप्पी डाँडा आइपुग्यो है त। ल पानी कता छ दिदी? टुप्पी डाँडा आइपुग्यो। बल्ल बल्ल केटाहरू अझै हिँडेर आउँदैछन्। ओह थाक्यो है। नन स्टप लिक्कल्ली हिँडेर त। तर गाइस मुख धोको जस्तो देखिन्छ बट सबै पसिना हो है। ओहो त्यस्तो धेरै आएको छैन। मेरो लास्ट पसिना आउँछ क्या। नखोक न नखोक। भर्खरै टुपी डाँडामा माथि छौँ। बाटो यस्तो छ। आहा पक्क सुन्दर प्रकृतिको मनोरम दृश्यमा मनाउँदै हामी हिँड्दैछौँ। यसरी नै एकजना हाम्रो पछाडि हुनुहुन्छ
एकजना अगाडि गइसक्नु भएको छ। हामी फोटो खिच्नको लागि यहाँ अड्केका छौँ। ल बाबु अब फोटो खिच्छ तिमी। सगरमाथा चढ्नु भयो? रातमाटे नै गरिरहेको हो। यसो थाकेर सुत्ने अवस्था छ। आयो आयो ताङघरको आयो। ओहो ल हेर केटाहरू खुसी भएको। नौजवान केटाहरू भ्यालेन्टाइन मनाउन छोडेर हिँड्न आएका छन्। हेलो गाइस, यस हेर्न सक्नुहुन्छ गोस्ट आउँदैछ पुरै मस्त। गोस्ट आउँदैछ पछाडिबाट भूत। गाइस यो हो क्या असली नेचर। यस्तो दामी अब क्यामेरामा कतिको म देखाउन सक्छु होइन, क्यामेरामा नदेखेको पनि यस्तो भ्यू छ नि जङ्गलको बिचमा। यो कलर सिनेमामा देखेको जस्तो। सिनेमामा के हुन्छ, सिनेमामा एडिट गरेको हुन्छ, यो रियल लाइफ नेचर हो यो। सो वेलकम, आउनुहोस्। हाम्रो स्पिकर बोल्नु के बोल्नु, पानी परिहाल्यो कम्प्लिट छैन। अब हामीलाई चाहिँ एकदम अनएक्सपेक्टेड नै भयो। अझै बोल्नु रेनकोट पनि ल्याएका छैनौँ। सो हामी चाहिँ एकदम बसिरहेको छौँ। आइफोन वाटर प्रुफ हो। अब चाहिँ यहाँबाट हामी भिजेरै पनि जान्छौँ, सिधै माथि गएर भेटौँला है त। अनि एक्लै जान्छौ? होइन अर्को चाहिँ कता तागाइरहेछ, एउटा भेटाइहाल्यो। भयो हिँड्नु ल। रातो माटो आइपुग्यो है गाइस। हाम्रो ट्रेकिङको साथीहरू टन्नै हुनुहुन्छ यहाँ बस्ने ठाउँमा। आगो बल्दैछ, आगो ताप्दैछौँ हामी। सुमन भाइ यहाँ छ। गाह्रो भइसक्यो। अँध्यारो छ। खाना हाम्रो उता पाक्दैछ होइन, एकदम पानीले भिज्यो, अँध्यारोमा डर पनि लागेको छ। माथि आइपुग्यो, धन्न पानीले भिज्दाखेरि पनि यहाँ आगो चाहिँ बलिया छ। अनि आगो ताप्दैछ, गफ गर्दैछ। अब हामी खानासाना खान्छौँ होला। ल हाम्रो ल हाम्रो खाना यस्तो छ है आज रातिको। पापड नखाने त? ल हामी खाना खान्छौँ।